बाटो पक्की थुप्रै छ यहाँ साथीहरूले हिँडाउँदा कच्ची बाटो खोजेर मात्रै हिँडाउनुहुन्छ यस्तो चौरीमा पनि कार्यक्रम गरे हुन्थ्यो होला तर साथीहरूले धुलो जहाँ छ त्यहीँ लगेर कार्यक्रम गर्ने त्यसो भएर यो धुलो चाहिँ देखोस् न भनेर बनाएको होला मैले त देखेकै छु यहाँ त पहिले त एउटा पनि पिच थिएन दमकमा बिजुली थिएन लालटिन बालेर हामी कार्यक्रम बिजुली दमकमा थिएन भनेपछि अन्तको कुरै छैन त्यस बेला गाविसहरूले एउटा के भिसेट के भन्ने टेलिफोनको एउटा लाइन पाउन भनेर गाविसहरूले माग गर्थे र मैले त्यो भिसेट दिलाइदिँदाखेरि एक लाइन टेलिफोन गाउँपालिकामा गाविसमा दिलाइदिँदा खुसी हुने जमाना